अच्छा लु कति हो 30 रुपियाँ रहेछ घरको यति छैन अरू अय्या पुग्ला र भने अब के गर्नु त पुर्याउनु पर्यो बाबु मलाई धेरै नै दुखिसक्यो अघि चाउरे दाइसँग पैसा छैन भन्ने सुनेको थिएँ नि त त्यही भएर ल्याइदिएको मनेर मैले जम्मा गरेका थिएँ लगेर आमाको उपचार गर कहिले कहिले पैसा जम्मा गर्न पर्छ क्या त्यही भएर बिचरा गोथे बाबु किन ल्याइदिनु पर्थ्यो जति छ सबै फुटालेर आमाको उपचार गर है मलाई फिर्ता दिनु पर्दैन मनेले नि पर्दैन भनेको छ